जान तिमी कति पढ्यौ? आफै ल बधाई छ तिमीलाई है त। सानो मान्छे नर्सरी पढ्नु भनेको धेरै भाग्यको कुरा हो। तिमी कति पढ्यौ? युकेजी। आफै युकेजी भनेको कति क्लास हो? डी। डी हो। अनि एक क्लास कहिले पढ्छौ त? एक क्लास कहिले पो पढ्छ? अर्को साल पढ्छौ है। अनि के पढाइ हुन्छ त्यो स्कुलमा? है तिम्रो के पढाइ हुन्छ स्कुलमा? के पढाइ हुन्छ? पहिला नास्ता चाहिँ खाने, पेट भर्ने, त्यसपछि पढ्ने हो। कडा रहेछ त्यो। तिम्रो स्कुलको नाम के हो? स्कुल नाम नि चित्रङ्गा इङ्ग्लिस मिडियम कर्णाली सेकेन्डरी स्कुल। गुड। अब गाईजहरूले यस्तो टेप 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 गर्ने यस्ता साना साना चिल्ड्रेन गाइजहरू कालीकोटबाट सुर्खेतमा आउनु भएको छ। सुनौलो भविष्य बनाउनको लागि है पढ्नुपर्छ है त। पढ्ने ज्ञानी हुने। बस किन जानुभएको? किन जानुभएको कालीकोट? भाइको किन जानुभएको कालीकोट? बाख्रा छन्, गाई छन्, बल्ल छन्। आफै बाख्रा गाई चाहिँ चराउने अनि आफ्ना छोराछोरीहरूलाई यस्तो छोड्न मिल्छ? बुवालाई भोलि फोन गरेर छिटो आइजाऊ भन्ने ल।